यो हो कर्णपीडा आसन, जुन आसन ढाड, घाँटी र नसा प्रणालीमा अत्यन्त लाभदायक रहन्छ। मांसपेशीको कडापन हटाई लचकदार वृद्धि गर्दछ। नसा च्यापिएको समस्यामा पनि यो आसन उपयोगी हुन्छ। तनाव, चिन्ता हटाई मनलाई शान्त बनाउँदछ। घुँडा टाउकोको नजिक राख्ने भएकोले मन अत्यन्त शान्त हुन्छ। थाइराइड र गला क्षेत्रमा प्रभाव पार्दछ। रक्त सञ्चार सुधार गरी थाइराइड सन्तुलनमा सहयोग गर्दछ। पेट तथा पाचन क्रियालाई सक्रिय बनाउँछ। कब्जियत, अपच, ग्यास्ट्रिक जस्ता समस्यामा राहत मिल्दछ। काँध र घाँटीलाई अत्यन्त मजबुत बनाउँछ। सर्वाइकल क्षेत्रमा लचिलोपन वृद्धि गर्दछ। हर्मोन सन्तुलनमा मद्दत गर्दछ। रक्त सञ्चार सुधार हुन्छ। उल्टो आसन भएकाले दिमागमा रक्त सञ्चार बढ्छ र एकाग्रता बढ्दछ। यदि हजुरहरू सुरुमा प्रशिक्षकको निर्देशनमा गर्न सक्नुहुनेछ। गर्भ अवस्थामा हुनुहुन्छ भने यो आसन नगर्नुहोस्। यदि शरीरमा धेरै नै तनाव या अशक्तपन छ भने यो आसन नगर्नुहोस्।